हेलो साथीहरु, फेरि पनि स्वागत छ महत्त्वपूर्ण र इन्ट्रेस्टिङ क्वेशन एन्सरमा जीके क्वेशनमा। साथीहरु, तपाईले क्वेशन सुनेर अप्सनहरु राइट आन्सर गेस गर्नुहोला। पहिलो प्रश्न, नेपालमा भिक्टोरिया क्रस संग्रहालय कहाँ रहेको छ? अप्सन हेरेर गेस गर्नुहोला साथीहरु। एन्सर राइट आन्सर हो बारपाक गोरखा, अप्सन सी राइट आन्सर साथीहरु। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। भिडियोलाई लाइक गर्नुहोला। अर्को प्रश्न यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। एउटै प्राणीमा भाले र पोथी हुने जीव कुन हो? एउटै प्राणीमा भाले र पोथी हुने जीव कुन हो साथीहरु? राइट आन्सर गेस गर्नुहोला अप्सन हेरेर। राइट आन्सर हो साथीहरु गडेउला, अप्सन डी इज राइट आन्सर। साथीहरु, अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं तेस्रो नम्बरमा। प्रश्न यस प्रकार छ, एकातिर रात र अर्कोतिर दिन हुने शहर कुन हो? साथीहरु, अप्सन हेरेर गेस गर्नुहोला। एकातिर रात र अर्कोतिर दिन हुने शहर कुन हो? राइट आन्सर हो साथीहरु मस्को शहर, रुसको मस्को शहर। साथीहरु, भिडियोलाई लाइक गर्दै जानु होला। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। प्रश्न यस प्रकार छ, महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो? महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो साथीहरु? गेस गर्नुस् एन्सर। राइट आन्सर हो साथीहरु सैलुङ, अप्सन बी इज राइट आन्सर, जुन दोलखा जिल्लामा अवस्थित छ। साथीहरु, अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं। प्रश्न यस प्रकार छ, नेपालको कुन ठाउँलाई धरतीको पहिलो उपनामले चिनिन्छ? धरतीको पहिलो तीर्थ है त। नेपालको कुन ठाउँलाई धरतीको पहिलो तीर्थ उपनामले चिनिन्छ? राइट आन्सर हो साथीहरु अप्सन सी बराह क्षेत्र, बराह क्षेत्र जुन सुनसरी जिल्लामा रहेको छ। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। विश्वको सबैभन्दा होचो उपत्यका कुन हो? विश्वको सबैभन्दा होचो उपत्यका कुन हो साथीहरु? अप्सनबाट तपाईले राइट आन्सर गेस गरेर कमेन्ट गर्नुहोला। राइट आन्सर हो साथीहरु अरुण उपत्यका, अप्सन सी इज राइट आन्सर। साथीहरु, अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं। प्रश्न यस प्रकार छ, एसिया महादेशको सबैभन्दा ठूलो पर्वतमाला कुन हो? एसिया महादेशको सबैभन्दा ठूलो पर्वतमाला कुन हो साथीहरु? एसियाको गेस गर्नुस् राइट आन्सर। राइट आन्सर हो साथीहरु हिमालय पर्वतमाला, अप्सन सी इज राइट आन्सर। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। भिडियोलाई लाइक गर्न बिर्सिनु भएको छ भने लाइक गर्नुहोला। एसिया महादेशमा कतिवटा भूपरिवेष्टित देशहरू रहेका छन्? एसिया महादेशमा कतिवटा भूपरिवेष्टित देशहरू छन् साथीहरु? गेस गर्नुहोला अप्सन हेरेर। राइट आन्सर हो साथीहरु अप्सन बी 12 वटा। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो? एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो साथीहरु? गेस गर्नुस् एन्सर। राइट आन्सर हो साथीहरु याङ्जे नदी, जुन चीनमा पर्छ, अप्सन बी इज राइट आन्सर साथीहरु। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। विषमताको महादेश भनेर कुन महादेशलाई भनिन्छ अथवा चिनिन्छ? विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? एन्सर गेस गर्नु होला। राइट आन्सर हो साथीहरु अप्सन बी एसिया महादेशलाई चिनिन्छ विषमताको महादेश भनेर। साथीहरु, अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं। कतिवटा मिलाउनु हुन्छ लेख्नु होला। वाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो? वाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो साथीहरु? विश्वको भूगोलबाट एकदमै इम्पोर्टेन्ट क्वेशन। राइट आन्सर हो साथीहरु अप्सन ए आन्ध्र महासागर, जसलाई वाणिज्य महासागर पनि भनिन्छ। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं साथीहरु। प्रश्न यस प्रकार छ, कर्मचारीलाई शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन कसले चलाएका हुन्? कर्मचारीलाई शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन कसले चलाएका हुन्? गेस गर्नुस् एन्सर। राइट आन्सर हो साथीहरु अप्सन सी भीम शमशेर। साथीहरु, अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौं।
प्रश्न यस प्रकार छ, ध्यान दिनुहोला। अफ्रिका महादेशको घाँसे मैदानलाई के भनिन्छ? अफ्रिका महादेशको घाँसे मैदानलाई के भनिन्छ साथीहरू? राइट एन्सर गेस गर्नुहोस् अप्सन हेरेर। राइट एन्सर साथीहरू अप्सन ए भेल्ड भनिन्छ। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ साथीहरू। भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला। अर्को प्रश्नमा लागौँ। विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो? विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो? साथीहरू अप्सन हेरेर एन्सर गेस गर्नुहोला। राइट एन्सर हो साथीहरू अप्सन डी क्यानाडा हो। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ साथीहरू। प्रश्न यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। एसिया महादेशको ठुलो ज्वालामुखी कुन हो? एसिया महादेशको ठुलो ज्वालामुखी कुन हो? साथीहरू गेस गर्नुहोस् एन्सर, जुन चाहिँ इन्डोनेसियामा पर्छ। राइट एन्सर हो साथीहरू अप्सन डी सुमात्रा ज्वालामुखी, जुन इन्डोनेसियामा पर्छ साथीहरू। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। भूमध्य रेखाको बीच भागबाट काटिएको महादेश कुन हो? भूमध्य रेखाको बीच भागबाट काटिएको महादेश कुन हो साथीहरू? गेस गर्नुहोस् राइट एन्सर। राइट एन्सर हो साथीहरू अप्सन डी अफ्रिका महादेशलाई भूमध्य रेखाले बीचबाट काटेको छ। अप्सन डी राइट एन्सर। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ, ध्यान दिनुहोला। नेपालमा युरेनियमको लागि पर्खा जिल्ला कुन हो? नेपालमा युरेनियमको लागि पर्खा जिल्ला कुन हो साथीहरू? एकदमै महत्त्वपूर्ण प्रश्न, गेस गर्नुहोला एन्सर। राइट एन्सर हो साथीहरू मुस्ताङ जिल्ला, अप्सन ए राइट एन्सर। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। प्रश्न ध्यान दिएर सुन्नुहोला। प्रश्न यस प्रकार छ, विश्वका प्रथम प्रधानमन्त्री रबर्ट बालपेल कुन देशका थिए? विश्वका प्रथम प्रधानमन्त्री रबर्ट बालपेल कुन देशका थिए साथीहरू? अप्सन हेरेर एन्सर गेस गर्नुहोला। राइट एन्सर साथीहरू अप्सन डी बेलायतका थिए। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। भिडियोलाई लाइक गर्नुहोला है। फेरि पनि यस्तै प्रश्नहरू लिएर आउनेछु। अमेरिकाले जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो? एकदमै महत्त्वपूर्ण। अमेरिकाले जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो साथीहरू? अप्सन हेरेर गेस गर्नुहोस्। राइट एन्सर हो साथीहरू सन् 1945 को अगस्त 6 मा खसालेको थियो। बी इज राइट एन्सर। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। प्रसिद्ध लिमी उपत्यका कुन जिल्लामा पर्छ? नेपालमा प्रसिद्ध लिमी उपत्यका कुन जिल्लामा पर्छ साथीहरू? गेस गर्नुहोस् त एन्सर अप्सन हेरेर। राइट एन्सर साथीहरू अप्सन बी हुम्ला जिल्लामा पर्छ लिमी उपत्यका। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। कतिवटा मिलाउनु भयो लेख्नु होला। राष्ट्रिय गीत नभएको देश कुन हो? एकदमै सजिलो तर इम्पोर्टेन्ट। राष्ट्रिय गीत नभएको देश कुन हो साथीहरू? अप्सन हेरेर एन्सर गेस गर्नुहोला र कमेन्ट पनि गर्नुहोला। राइट एन्सर हो साथीहरू अप्सन सी स्विजरल्यान्ड, जहाँ चाहिँ राष्ट्रिय गीत छैन भनौँ। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ साथीहरू। महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ? महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ साथीहरू? अप्सन हेरेर एन्सर गेस गर्नुहोला। साथीहरू यसको राइट एन्सर हुन्छ अप्सन बी कुरुक्षेत्र, जहाँ चाहिँ महाभारतको युद्ध भएको थियो। साथीहरू अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसङ्ख्याले बोल्ने भाषा कुन हो? सबैभन्दा कम जनसङ्ख्याले बोल्ने नेपालको भाषा कुन हो साथीहरू? गेस गर्नुहोस्। राइट एन्सर हो साथीहरू कुसुन्डा भाषा, अप्सन सी इज राइट एन्सर। एकदमै महत्त्वपूर्ण थियो। साथीहरू अर्को महत्त्वपूर्ण इन्ट्रेस्टिङ क्वेसनमा लागौँ साथीहरू। मुसाको मासु खाने चलन कुन जातिमा छ? गेस गर्नुहोस् त साथीहरू, नेपालको कुन जातिमा मुसाको मासु खाने चलन छ? अप्सन हेरेर गेस गर्नुहोला। राइट एन्सर हो साथीहरू अप्सन सी मुसहर जातिमा। तर नेपालका
धेरै अन्य जातिहरूमा पनि यो मुसाको मासु खाने चलन छ साथीहरू, तपाईँलाई थाहा छ भने कमेन्ट गर्नुहोला। अर्को प्रश्नमा लागौँ। नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता कहिले भयो? एकदमै इम्पोर्टेन्ट क्वेसन। नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता कहिले भयो साथीहरू? आजको अन्तिम प्रश्न। भिडियोलाई लाइक गर्नुहोला। राइट एन्सर हो साथीहरू अप्सन ए 2080 मङ्सिर 13 गते। साथीहरू भिडियोलाई हेरेकोमा थ्याङ्क्स फर वाचिङ। फेरि भेटौँला है त।